अब देवाली जान लाग्यो अब सर हिँडेको भिडियो यहाँ कतिको हिउँछ भने अब तपाईहरुले गेस गर्नुस् न लगभग टायर डुबाइदिन्छ के हो सर अब यहाँ गाडीमा हिँडिरहेछ मामिनी यो भनेको एउटा भलक जस्तो हो कि फेरि हिउँ फेरि टक्क गाडी सबै भ्यूहरु हेरिम न फेरि बबाल छ नि सर आहा यस्तो हिउँ परेछ नि देउराली भन्ने ठाउँमा यो फेरि भारी हिमाल हेरौँ अगाडि गाडी त्यो आगो कि त्यसको हुन्छ नि टायरको डाफ हो कि छाप भन्छन् सर हिँडेको देउरालीको यात्रा सर कति मजा चिसो कान चिसोमा टोपी लगाउने बिर्सिरहेछु म फेरि औडा भइदिएको कति गुर्जा भन्नेको गाउँ के त्यहाँ गुर्जा भन्ने गुर्जा नि रे ए सर हामी फेरि यहाँसम्म जान्थ्यो होइन यो गाडी लोटोबाङसम्म जाने रोड खनिरहेछ अहिले हिउँ पर्यो अनि हामी हिउँ परेको कारणले उता जान सकेनौँ अब गाडी चिप्लिन्छ रे भन्ने कुरा थाहा भयो त्यही भएर सर कान चिसो नाउरा हिउँ परेछ है भाउजू हिउँ परेछ के यहाँ भने देउरालीको रेस्टुरेन्ट ल अब हिँड्यो हामी झर्नु पर्यो अब छोटो मिठो सही भिडियो यतिमै